Welcome back in engineering lectures, friends. आज फेरि हामी चाहिँ सेकेन्ड अर्डर डिफरेन्शियल इक्वेसनहरुको क्वेशन चाहिँ सल्भ गर्न गइरहेका छौं। अब आजको चाहिँ क्वेशनमा चाहिँ साइन कस भएको क्वेशनहरु चाहिँ म तपाईको सल्भ गराउने छु। अब साइनमा पनि तपाईको साइन स्क्वायरमा छ भने हैन कस स्क्वायरमा छ भने कस्तो डिफरेन्ट प्याटर्नले तपाईको त्यसमा चाहिँ सल्भ हुन्छ हैन त्यो ट्रिक्सहरु लगायत चाहिँ म तपाईको त्यस सम्बन्धी जति क्वेशनहरु तपाईको सोध्न सक्ने हुन्छ इम्पोर्टेन्ट हुन्छ एक्जाममा म तपाईको कन्सेप्ट क्लियर गर्ने पूर्ण प्रयास गर्ने छु। र यस लगायत च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला, शेयर गरिदिनु होला र यसपछि हामी यसको सल्युसनतिर लागौं। अब जस्तै यो अब तपाईको d स्क्वायर - 4 यहाँ चाहिँ d स्क्वायर + 4 दिएको रहेछ। यहाँ चाहिँ cos 2x छ, sin 2x छ। अब तपाईको यहाँ चाहिँ cos दियो अथवा sin दियो तपाईको प्याटर्न एउटै हुन्छ सल्भ गर्नलाई हैन, तरिका एउटै हुन्छ। तपाईको त्यसमा चाहिँ फरक पर्दैन, त्यो कन्सेप्ट चाहिँ तपाईको क्लियर हुनु पर्ने हो। अरु अब कहाँ अनि तपाईको कहाँ ठ्याक्कै डिफरेन्ट भइदिन्छ अथवा यसको प्याटर्न के हो त्यो पहिला चाहिँ यो फर्स्ट क्वेशनको हामी सल्भ गरौँ। d स्क्वायर - 4y = sin 2x। इसको हामीलाई के गर्नु पर्यो, एक्सिलरी इक्वेसन निकाल्नु पर्यो। सो इट्स एक्सिलरी इक्वेसन इज d स्क्वायर को ठाउँमा m स्क्वायर - 4 = 0। सो m = के आयो 2 आउँछ, एउटा -2 आउँछ। अब व्हिच इज यो के हो भनेसी यो रियल एन्ड इक्वल रहेछ। सो रियल एन्ड अनइक्वल रहेछ है, किनभने माइनस भइदियो एउटा +2 मा भइदियो। सो अनइक्वल नै हो त्यो 2 भन्दा पनि। अब त्यसको लागि चाहिँ हामीलाई यहाँ हाम्रो इक्वेसन चाहिँ यो वाला हाम्रो आउँदो रहेछ, फर्स्ट केसमा पर्दो रहेछ। सो यही वाला हामी अब लेख्छौं। यो इक्वेसन हाम्रो डाइरेक्टली आउँछ CF को। सो CF = C1 e को पावर एउटा चाहिँ के हुन्छ, एउटा अल्फा हुन्छ, एउटा बीटा हो। एउटा अल्फा निस्कियो, एउटा बीटा निस्कियो। 2x + C2 e - 2x हाम्रो आको चाहिँ यो चाहिँ हाम्रो CF आइसकेको छ। अब हामीलाई के निकाल्नु पर्ने हुन्छ भनेसी PI निकाल्नु पर्ने हुन्छ। PI चाहिँ किनभने हाम्रो फाइनल आन्सर y = PI + CF नै हुने हो। सो CF त निस्किसकेको छ, PI चाहिँ अब हामीलाई फाइन्ड गर्नुपर्ने हुन्छ। PI को लागि हामी के गर्छौं, 1/समथिङ गरेर 1 यहाँ d मा भएको चाहिँ तल लेखिन्छ d स्क्वायर - 4 इन्टु अब चाहिँ यहाँ भएको। सो sin 2x यतिसम्मको अब सेम नै छ। अब हामीलाई यहाँ sin अथवा cos भएकोमा चाहिँ के फरक भइदिन्छ भने जस्तो तपाईले अब सम्झिनु भयो भने एक्सपोनेन्शियल 2x थियो है। एक्सपोनेन्शियल 2x भएको बेला हामीले 2 चाहिँ के गरेका थियौं, d भएको ठाउँमा पुट गरेका थियौं। जहाँ d स्क्वायर थियो d थियो हैन, त्यहाँ चाहिँ ठ्याक्कै गएर 2 पुट गरेका थियौं। यसमा पनि कतै त्यस्तै छ। यसमा के छ भनेसी यहाँ sin 2x छ भने यहाँ चाहिँ d स्क्वायर भएको ठाउँमा 2 पुट गर्ने, स्क्वायर गर्ने -4 हैन। त्यसो भए त तपाईले भन्नुहुन्छ एक्सपोनेन्शियल र साइनको त सेम नै भयो, के पनि डिफरेन्ट भएन। के डिफरेन्ट भइदिन्छ भने अगाडि चाहिँ यहाँ माइनस थपिन्छ, यहाँ चाहिँ माइनस अगाडि थप्नु पर्यो। अब यो गरेर सल्भ गर्ने यतिसम्म हो। यसको एक्स्ट्रा अरु सबै सेम नै हो तपाईको है। एक्सपोनेन्शियल र मा जस्तो 2 हुन्थ्यो भने डाइरेक्टली 2 पुट गर्थ्यौं, यहाँ एक्स्ट्रा आको यो माइनस हो। फेरि स्क्वायर भएको ठाउँमा d स्क्वायर भएको ठाउँमा मात्र माइनस गर्ने। 2d छ भने त्यहाँ चाहिँ केही पनि पुट नगर्ने, नो पुट only putting at a place of d स्क्वायर भएको ठाउँमा only पुट गर्ने, d को ठाउँमा पुट गर्नु परेन। अब चाहिँ हाम्रो यहाँबाट अझै पनि के हुन्छ, माइनस त एज युजुअल अगाडि नै छ। सो 2 2 जा 4 -4 sin 2x PI = यहाँबाट आयो 1/8 माइनस गर्दा चाहिँ sin 2x हाम्रो यो पनि आइसकेको छ है। अब हाम्रो फाइनल आन्सर के हुन्छ, y = CF + PI which is equals to CF हाम्रो यहाँ निस्किएको छ C1 e 2x + C2 e - 2x प्लस अब यो चाहिँ मैले ब्र्याकेटमै लेखे -1/8 sin 2x यो चाहिँ हाम्रो रिक्वायर्ड सल्युसन हो। त्यसो भए हाम्रो यहाँ चाहिँ साइन सोधेको बेला चाहिँ
यसरी सल्भ गर्यौं। अब प्याटर्न तपाईको सेम नै छ cos 2x है। मैले इभन क्वेशन पनि यहाँ तपाईको सेम नै लेखिछु, तपाईको यहाँ चाहिँ कन्फ्युजन नहोस्। अब हामी cos 2x मै सेम क्वेशन सोध्यो भने के गरी सल्भ गर्ने त्यो पनि हामी हेर्छौं। अब cos मै छ भने पनि सुरुमा हाम्रो फर्स्ट स्टेप सबैमा सेम नै हुन्छ, एक्जुलरी इक्वेसन निकाल्नु पर्यो। सो इट्स auxiliary equation is m square plus 1 is equals to 0. So m is equals to के भयो प्लस माइनस i, यहाँबाट आयो i भनेपछि अब हाम्रो इमेजनरीमा केसमा गयो है। इमेजनरी केस भनेपछि हाम्रो केस यहाँ चाहिँ 3 यो वालामा जान्छ, यसमा लेख्नु पर्ने हुन्छ। यसमा अब अल्फा मात्र आएको छ, बीटा चाहिँ यहाँ अल्फा आएको छैन, बीटा मात्र आएको छ। सो आदि मात्र यहाँ चाहिँ लेखिन्छ। के हुन्छ भने सबभन्दा पहिला CF इक्वल्स टु e अल्फा x a cos bx प्लस b sin bx। CF इक्वल्स टु यहाँ चाहिँ हाम्रो के छ, यहाँ चाहिँ तपाईको m भनेको अल्फा प्लस माइनस jb हुन्छ है, जसबाट तपाईको यहाँ चाहिँ हाम्रो बीटाको पोर्सन मात्र दिएको छ भनेपछि i भयो, अल्फा चाहिँ दिएको छैन। त्यसो भए 0 भयो हैन, अल्फा भनेपछि 0 भयो, 0 इन्टु x भनौं हैन, या अथवा 0 भनौं, या a cos बीटा प्लस माइनस i इन्टु 1 हुन्छ। सो यहाँ चाहिँ तपाईको के हुन्छ 1 इन्टु x प्लस b sin b अगेन 1 इन्टु x भयो। CF यहाँ 0 हुँदा यो 1 भइदियो इन्टु a cos x प्लस b sin x। सो टोटलमा हाम्रो CF भनेपछि के आयो, a cos x प्लस b sin x। यो हाम्रो रिक्वायर्ड इक्वेसन चाहिँ जुन चाहिँ CF को हामीलाई चाहिरहेको हाम्रो आइसकेको छ। अब हामीलाई के गर्नुपर्ने छ, नाउ फाइन्ड गर्नुपर्ने हुन्छ हामीलाई PI। PI को लागि के हुन्छ 1 बाइ d स्क्वायर प्लस 1 भयो, जुन चाहिँ हाम्रो यो भयो, इन्टु cos 2x। PI इज इक्वल्स टु अब के गर्नुपर्ने हुन्छ, अगेन हामीले के गरेका थियौं त्यहाँ चाहिँ cos भएको ठाउँमा तपाईको अब त्यहाँ चाहिँ cos के थियो, cosमा चाहिँ 2 थियो भ्यालु, यहाँ पनि अफ कोर्स 2 नै छ। सो जसरी e3x भएको भए यहाँ यस्तो फर्ममा दिएको भए d को ठाउँमा हामीले 3 पुट गरेका थियौं। सो यसमा पनि के गर्छौं, अब हामी d भएको ठाउँमा d स्क्वायर भएको ठाउँमा तपाईको अगाडि चाहिँ माइनस लेख्ने, अनि त्यसपछि 2 स्क्वायर प्लस 1 अनि एज युजुअल यो चाहिँ cos 2x यो चाहिँ सेम नै छ। यसरी गरेर हामीले यहाँ चाहिँ पुट गर्यौं, अरु के पनि छैन। यहाँ एक्स्ट्रा आको माइनस छ। अब तपाईको एउटा कुरा चाहिँ के ख्याल राख्नु पर्ने हुन्छ भनेसी cos अथवा sin हैन, योमा र एक्सपोनेन्शियल 3x एक्सपोनेन्शियल nx नै भन्छौं, व्हाटएभर यो इन्टिजरहरु होस् हैन। त्यसो भए यसमा अब कतिको कन्फ्युजन हुन सक्छ होला। यसको डिफरेन्सेसहरु के हुन्छ भने, एक त अब जस्तो कि d स्क्वायर प्लस 2d प्लस 1 छ भने क्वेशनमा d स्क्वायर प्लस 2d प्लस 1 छ भने यसको जस्तो 2 नै राखौं, 2x राखौं, 2x नै राखौं हैन। सो यसमा के हुन्छ भनेसी यसमा सबभन्दा पहिला चाहिँ यहाँ चाहिँ d स्क्वायरमा मात्र भ्यालु पुट गरिन्छ, पुट भ्यालु इन d स्क्वायर ओन्ली हैन। यसमा के हुन्छ, पुट भ्यालु इन अल d स्क्वायर d समथिङ जति ठाउँमा d छ सबैमा d स्क्वायर d मा। यसमा के हुन्छ d स्क्वायर मात्र, जस्तो कि अब यहाँ चाहिँ र अर्को कुरा के नेगेटिभ साइन comes in a front of d square। यहाँ चाहिँ अब यसमा के हुन्छ माइनस भयो जस्तो कि, अनि त्यसपछि 2 स्क्वायर प्लस 2 प्लस 1। अब यसरी गरेर यसमा लेखिन्छ, यो भ्यालु पुट गरिन्छ भने यसमा यहाँ चाहिँ एक्सपोनेन्शियल भएको ठाउँमा के हुन्छ 3 नै छ भने ल 3 स्क्वायर प्लस 2 इन्टु
3 + 1। सो यहाँ चाहिँ यसरी गरेर तपाईको यो थोरै डिफरेन्सेसहरु चाहिँ यहाँ आइदिन्छ। यो कन्सेप्ट क्लियर हुन एकदम जरुरी छ। होप तपाईको कन्सेप्ट क्लियर भएको होला। यस लगायतै हामी चाहिँ यहाँ थियौं हैन। यसपछि हामी कन्टिन्यू गरौँ। हामी चाहिँ यहाँबाट फेरि एकचोटी रिराइट गरेर कन्टिन्यू गरौँ। हाम्रो pi is equals to 1 by minus 2 square plus 1 into cos 2x सम्म आएको थियो हाम्रो क्याल्कुलेट गर्दाखेरि। pi is equals to यहाँबाट आयो हाम्रो minus 4 plus 1 into cos 2x। pi is equals to यहाँबाट आयो minus 3 cos 2x। यो हाम्रो फाइनली pi पनि आइसकेको छ। सो y is equals to cf plus pi दुईटै हुन्छ, दुईटैको एडिसनमा लेख्नु पर्ने हुन्छ। सो हाम्रो यहाँबाट चाहिँ cf आएको थियो a cos x plus b sin x plus अनि pi आएको थियो minus 1/3 cos 2x। यो चाहिँ हाम्रो रिक्वायर्ड सल्युसन हुन्छ। सो तपाईको यो कस भयो पनि केही तपाईको फरकहरु चाहिँ पर्दैन भनेर कन्सेप्ट क्लियर भएको होला। इभन मैले सेम टाइपकै क्वेशन लिए, कस भए पनि साइन भए पनि तपाईको सल्भ गर्ने प्याटर्न सेम नै हुन्छ। केही पनि डिफरेन्सेसहरु तपाईले पनि यहाँ सल्भ गरेर देख्नु भएन होला। कन्सेप्ट क्लियर होला। यसलाई चाहिँ हामी अर्को क्वेशनतिर पनि लागौं। अब यो तपाईको वान अफ द मोस्ट इम्पोर्टेन्ट टाइपकै क्वेशनमा पनि पर्दो रहेछ। अब चाहिँ यो भन्दा हामीले के गरेका थियौं भने यहाँ sin x गरे cos 2x अथवा sin 2x sin 2x भन्दा यहाँ 2 पुट गर्नुपर्ने हुन्छ। cos 2x भनेपछि 2, sin x छ भने केही छैन भने 1 छ, 1 पुट गर्नुपर्ने हुन्छ। अब अगाडि आयो भने के पुट गर्ने हैन, के हुन्छ होला, कन्फ्युजन भइरा होला कतिपय स्टुडेन्टलाई। तर अब त्यो पनि हामी इजिली बुझ्छौं र त्यसलाई सल्भ गर्छौं। र स्टिल च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई चाहिँ सब्स्क्राइब गरिदिनु होला, शेयर गरिदिनु है, माया गरिदिनु होला च्यानललाई। त्यो नि मेरो लागि मोटिभेसन हो आगामी दिनमा अझै पनि तपाईको भिडियोजहरु लिएर आउनलाई। यसको सल्युसनतिर लागौं। सो हामी के गर्छौं यहाँ चाहिँ पहिला इट्स एक्जुलरी इक्वेसन निकाल्छौं। तर त्यो भन्दा अगाडि यो चाहिँ हाम्रो जुन फर्ममा दिएको रहेछ त्यो फर्ममा हामीले अहिले यो चाहिँ चेन्ज गर्नुपर्ने हुन्छ, कन्भर्ट गर्नुपर्ने हुन्छ। यतिकै चाहिँ लेख्न मिल्दैन। त्यो भन्दा अगाडि हैन d2y dx² minus 2 dy/dx plus 5y is equals to 10 sin x। के हुन्छ हाम्रो यहाँ कन्भर्ट गर्नुपर्ने। हामीले यो भन्दा अगाडि के भिडियोमा हेर्नु भयो भने मैले तपाईलाई कसरी के लेख्ने सिकाएको थिएँ। d² dy छ भने dx² छ भने यहाँ d² लेखिन्छ, यसको ठाउँमा d लेखिन्छ हैन। अब यसको ठाउँमा के हुन्छ भनेपछि 5 हुन्छ र होलमा y हुन्छ। यसरी चाहिँ यो लेख्ने प्याटर्न हो। ठ्याक्कै हामी यही गर्छौं, नर्मल फर्ममा लेख्छौं। सो यहाँ चाहिँ हाम्रो के भयो d² minus 2d plus 5 whole y is equals to 10 sin x। यो भयो हाम्रो। अब के गर्छौं यसको एक्जुलरी इक्वेसन निकाल्छौं। सो इट्स एक्जुलरी इक्वेसन इज m स्क्वायर, यसलाई के गर्नु d स्क्वायर को ठाउँमा m स्क्वायर minus 2d plus 5 is equals to 0। अब यसलाई फ्याक्टराइज गरेर यहाँबाट हाम्रो m को भ्यालु आउँछ 1 plus minus 2i। यो फेरि हाम्रो के भयो इमेजिनरी को केस भयो, which is equals to m is equals to alpha plus minus j beta। so alpha is equals to 1, beta is equals to 2। अल्फा र बीटा यसरी आइसकेको छ। अब हामीलाई यसको इक्वेसन के थियो, यो थर्ड केसमा पर्यो हैन। केस थर्डमा परेपछि यो वाला फर्ममा कस र साइन को फर्ममा लेख्नु पर्ने हुन्छ र हामी पनि यसरी नै यसमा लेख्छौं। होप तपाई बुझ्दै हुनुहुन्छ होला। सो cf हाम्रो भयो। सो cf is equals to ex, मैले डाइरेक्टली लेखे है किनभने ठ्याक्कै पुट मात्र गर्नुपर्ने हुन्छ, cos 2x plus b sin 2x। जस्ट हामीले पुट मात्र गरे हो किनभने y is equals to e alpha x a cos beta x plus b sin beta x। अब तपाईको के भयो भनेसी यहाँ बीटा को ठाउँमा 2 आयो, बीटा को ठाउँमा 2 आयो, अल्फा को ठाउँमा यहाँ 1 छ भने x मात्र आयो। त्यति मात्र गरे, जस्ट यहाँ चाहिँ रिप्रेजेन्ट मात्र गरायो अल्फा र बीटा को भ्यालु जे छ त्यही हैन। अब यसपछि हाम्रो अब cf आइसकेको छ भने नाउ हामी के गर्छौं pi निकाल्छौं। pi is equals to 1 by, हामीलाई थाहा छ सुरुमा 1 by गरिहाल्नु पर्ने हुन्छ। हाम्रो चाहिँ मेन क्वेशन चाहिँ हामीले कन्भर्ट गरेर यसमै पार्दिया छौं हैन। सो अब हामी यसलाई नै डिल गर्छौं। 1 by d स्क्वायर minus 2d
प्लस 5 इन्टु 10 sin x 10 sin x भयो। अब चाहिँ हामीले के गर्नुपर्ने छ, हामीलाई थाहा छ साइन कसहरु छ भने d स्क्वायर भएको ठाउँमा चाहिँ तपाईले पुट गर्नुपर्ने हुन्छ भ्यालु। यहाँ चाहिँ केही छैन भने के छ, केही छैन भने 1 छ, त्यो पनि हामीलाई थाहा छ। pi = 1 बाइ र स्क्वायर भएको ठाउँमा 1 पुट गरे, स्क्वायर छ र अगाडि के गरे माइनस गरे, तर स्क्वायर भएको ठाउँमा मात्रै पुट गरे, यो ठाउँमा पुट गर्नु भएन, स्क्वायरमा अन्ली पुट गर्नु पर्यो। त्यो चाहिँ के भइदिन्छ, साइन र कसको चाहिँ एउटा ख्याल राख्नुपर्ने चाहिँ कुरा हुन्छ। एक्सपोनेन्शियलमा चाहिँ सबैमा पुट गर्नुपर्ने हुन्छ, तर साइन र कसहरु भएको यस्तो यो तपाईमा सबैमा पुट गर्न पाइदैन। pi = 1 बाइ माइनस यहाँ 1 1 जा 1 माइनस 2d प्लस 5 भयो इन्टु 10 sin x भयो। pi = 1 बाइ यहाँ तपाईको के आउँछ, यहाँबाट -1 प्लस 5 गर्दा यहाँबाट 4 आयो, माइनस 2d इन्टु 10 sin x। अब यहाँबाट हाम्रो के हुन्छ, pi = 1 बाइ 4 माइनस 2d इन्टु 10 sin x। pi = हामी के गर्छौं, कमन लिदिन्छौं, यहाँबाट के कमन लिन मिल्यो, 2 कमन लिन मिल्यो, सो 2 माइनस d भयो इन्टु 10 sin x। pi = 1 बाइ यहाँ चाहिँ अब हाम्रो भयो 2 अनि अब यहाँ 2 माइनस d यसरी चाहिँ अब लेख्न मिलेन, यसलाई मिलाउनु पर्यो, यसलाई के बनाउनु पर्यो, d - 2 बनाउनु पर्यो। अब यो तपाईको प्लस भएको भए फरक पर्थेन, नेगेटिभ छ माइनस छ, सो यहाँ चाहिँ सरी यहाँ 2 माइनस d छ, सो यहाँ चाहिँ तपाईको माइनस अगाडि थपिन्छ तपाईको, सो त्यसै लागि चाहिँ अगाडि माइनस आयो इन्टु 10 sin x। अब pi = के हुन्छ, -1 बाइ 2 त छदैछ। अब हामीले 1 बाइ d - 2 यतिकै चाहिँ यो हामीले के गर्नुपर्ने हुन्छ भने ठ्याक्कै यो कुरा चाहिँ माथितिर लानुपर्ने हुन्छ क्या। यो माथितिर गयो भने d - 2 प्लस यस्तो फर्ममा तपाईको यो चाहिँ डेरिभेटिभमा जान्छ। अहिले चाहिँ अब d मात्र भएको भए हामी इन्टिग्रेट गरेर तपाईको तल d मात्र भएको भए हामी इन्टिग्रेट गरिहाल्थ्यौं, तर यहाँ चाहिँ हाम्रो तपाईको d - 2 छ, यसरी यो यतिकै फर्ममा चाहिँ यो तपाईको छोड्न मिल्दैन। यो चाहिँ अब के गर्नुपर्ने हुन्छ भनेसी हामी यसलाई चाहिँ ब्यालेन्स, यसलाई चाहिँ के गर्छौं, d + 2 माथि थप्छौं। अब d + 2 माथि थप्यो भने यसलाई यतिकै थप्न मिलेन, तल पनि d + 2 यो कट भएर तपाईको सिमिलर नै हुने हो, सेम नै हुने हो, हाम्रो जे थियो केही पनि फरक परेन हैन। सो 10 sin x यतिसम्म भयो। pi = -1 बाइ 2 इन्टु यहाँ चाहिँ अब माथि d + 2 नै छ, तल चाहिँ d स्क्वायर माइनस 2 स्क्वायर इन्टु 10 sin x भयो। अब d स्क्वायर हामीलाई थाहा छ, आउने बित्तिकै हाम्रो के हुन्छ, साइनको केसमा चाहिँ d स्क्वायरमा भ्यालु पुट गर्न सकिन्छ, त्यो हामीलाई थाहा छ। सो अब हामी के गर्छौं, pi = -1 बाइ 2 इन्टु d + 2 तत्काल हामी त्यतिकै छोड्छौं इन्टु 10 sin x बाइ यहाँ चाहिँ के भयो, यहाँ केही छैन भने यो 1 हो, सो यहाँ 1 भयो, 1 स्क्वायर अगाडि माइनस थपिन्छ, माइनस 2 2 जा 4 d स्क्वायर 2 स्क्वायर भनेसी 4 हो हैन। अब यहाँबाट हाम्रो नेक्स्ट स्टेपमा pi = -1 बाइ 2 d + 2 10 sin x बाइ -1 - 4 pi = -1 बाइ 2 d + 2 10 sin x बाइ -5। अब चाहिँ हामीले के गर्नुपर्ने हुन्छ, यहाँ कट हुनेहरु चाहिँ कट गरिदिनु पर्यो र तपाईले हेर्नु भयो भने यहाँ चाहिँ साइन पनि तपाईको हामी माइनस माइनस प्लस पनि भन्न सक्छौं हैन। अब 2 5 जा 10 5 5 यहाँ पनि कट भयो। सो हाम्रो यो pi को फाइनली अहिले बचेको d + 2 र sin x भने रहेछ। यो d भनेसी के हो भनेर, यो d भनेसी हामीले के गर्नुपर्ने हुन्छ, डेरिभेटिभ गर्नुपर्ने हुन्छ र यस लगायतै यो d तल भएको भए 1 बाइ d
साइन एक्स भएको भए हामीलाई के गर्नुपर्ने हुन्थ्यो इन्टिग्रेसन गर्नुपर्ने हुन्थ्यो यहाँ चाहिँ सेम कुरालाई इन्टिग्रेट गर्नुपर्ने हुन्थ्यो तर माथि छ हैन सेम लाइनमा छ माथि भन्दा नि तपाईको साइन र डी चाहिँ यो सेम तपाईको लेभलमा छ सो यसमा के हुन्छ डेरिभेटिभ हुन्छ तलमाथि भएको भए इन्टिग्रेसन हुन्थ्यो त्यहाँ चाहिँ त्यो पनि केस म तपाईलाई गराउँछु pi = अब साइन एक्स इन्टु डी हैन मैले यो चाहिँ एक स्टेप पुरा ओपन गरेरै लेखेँ तपाईको कन्सेप्ट क्लियर होस् भनेर pi = अब यसको डेरिभेटिभ गर्दा cos x + 2 sin x यो चाहिँ हाम्रो pi भयो फाइनली हैन अब चाहिँ हाम्रो y भनेसी के हुन्छ y भनेसी pi + cf दुईटैलाई एड गरेर हाम्रो फाइनली भ्यालु अफ pi हुन्छ होप तपाईले बुझ्नु भएको होला सानसानो ट्रिकहरु कन्सेप्टहरु रहेछ र यस लगायतै अब साइनको पनि तपाईको भइसकेको छ त्यसो भए क्वेशनमा हाम्रो अगाडि यो 10 दिएको हैन 10 दिएको रहेछ जहाँ चाहिँ केही फरकै परेन 10 दियोस् 1 दियोस् हैन त्यो चाहिँ केही फरकै परेन मेन हामीले यहाँ हाम्रो कन्सेप्ट क्लियर थियो भने साइन एक्स को कन्सेप्ट क्लियर थियो भने हामीले जस्तो सुकै क्वेशन इजिली गर्न सके होप तपाईले बुझ्नु भएको होला हैन सो यसले केही फरक परेन अब तपाईको साइन एक्स साइन 10x cos 2x cos 10x यस्तो जसोसुकै क्वेशन दियो भने तपाईले इजिली गर्न सक्नुहुन्छ होला हैन तपाईले बुझ्नु भएको होला किनभने तपाईको कन्सेप्टहरु क्लियर छ तपाईको क्वेशन प्याटर्नहरु त्यस्तै हुन्छ भ्यालुहरु चेन्ज हुने हो तपाई क्लियर कन्सेप्ट छ भने जसोसुकै क्वेशन तपाईको एक्चुअली क्लियर कन्सेप्ट भइसकेको छ भने तपाईले आफै गर्न सक्नुहुन्छ सो 10 वटा क्वेशन गर्नु भन्दा म एउटै क्वेशन राम्ररी बुझेर जानु र भनेको म बेस्ट मान्छु एक्जामको लागि धेरै प्र्याक्टिस गरेर भन्नुपर्ने कन्सेप्ट क्लियर गरेर एक्जाममा जानु पर्यो र अब चाहिँ हामी यस लगायतै अर्को टाइपको क्वेशनमा पनि सल्भ गरौँ अब चाहिँ हामी कसको नि गर्छौं है कसको चाहिँ अब तपाईको हुनको लागि तपाईलाई लाग्या होला यहाँ चाहिँ cos 2x र cos 4x मा के डिफरेन्सेसहरु छ हैन दुईटै उस्तै भयो तर अब यसमा हेर्नु भयो भने थोरै चाहिँ यो डिफरेन्ट आइदिन्छ थोरै तपाईको डिफरेन्स भइदिन्छ किनभने तपाईले यहाँ सर एकचोटी हेर्नु भयो भने के हेर्नुहुन्छ भनेसी यहाँ हामी d स्क्वायर को ठाउँमा 4 पुट गर्दा हैन यहाँ माइनस अगाडि त हुन्छ नै सो 16 -16 + 16 गर्दा 0 भइदिन्छ 0 भइदियो भने अब चाहिँ के गर्नुपर्ने हुन्छ सो त्यो हल्का तपाईको यो चाहिँ यो क्वेशन अरु भन्दा चाहिँ डिफरेन्ट भइदिन्छ त्यहाँबाट त्यो भन्दा अगाडि तपाईको यो चाहिँ एक्जुलरी इक्वेसन सम्म निकाल्नु पर्ने सबैको सेम नै हुन्छ त्यहाँसम्म के पनि तपाईको फरकै पर्दैन सो यसको सल्युसन तिर लागौं गिवन differential equation is d squared plus 16 y is equals to cos 4x so auxiliary equation हामीलाई निकाल्नु पर्यो so its auxiliary equation is के हुन्छ d square को ठाउँमा m square plus 16 is equals to 0 so m equals to के भयो plus minus 4i भयो 4i भनेसी हाम्रो यहाँ के हुन्छ m को भ्यालु m is equals to alpha plus minus j beta यो हुन्छ त्यसो भए alpha equals to यहाँ के छ 0 छ भने beta equals to के छ 4 छ अल्फा र बीटा को यसरी हामीले यहाँबाट भ्यालु कम्पेयर गरेर फाइनल गर्यौं र यो हाम्रो कुन केसमा पर्यो थर्ड केसमा पर्यो थर्ड केसमा इमेजिनरी को केसमा हैन इमेजिनरी को केसमा ठ्याक्कै हाम्रो यो वाला चाहिँ अप्लाई हुन्छ जसको चाहिँ हाम्रो के हुन्छ y is equals to e alpha x a cos beta x plus b sin beta x यो हाम्रो भयो ठ्याक्कै यसमै हामी पुट गर्छौं तर यहाँ चाहिँ y को ठाउँमा हाम्रो के हुन्छ cf लेखिन्छ which is equals to e अल्फा के छ अल्फा 0 छ 0 into x हैन a cos beta के छ 4 छ 4x plus b sin 4x cf is equals to e0 भनेसी के हुन्छ 1 हुन्छ 1 into a cos 4x plus b sin 4x so हाम्रो cf फाइनली के आइदिन्छ भने a cos 4x plus b sin 4x यो हाम्रो cf आइदियो र cf आइसकेपछि अब हामीलाई के गर्नुपर्ने छ एन्ड नाउ pi फाइन्ड आउट गर्नुपर्ने छ हामीलाई के थाहा छ pi को लागि 1 by
जे क्वेसनमा छ डी वाला पोर्सन तल जान्छ डी स्क्वायर प्लस 16 इन्टु कस 4x। अब हामीलाई के थाहा छ अझै पनि कस साइनहरु जे छ हैन यहाँ चाहिँ के छ यहाँ चाहिँ अब तपाईको 4 छ भने डी स्क्वायर भएको ठाउँमा 4 चाहिँ लेखिन्छ 4 लेखिन्छ तर अगाडि माइनस भएर लेखिन्छ हैन। सो डी स्क्वायरको ठाउँमा के लेखिन्छ यहाँ चाहिँ 4 लेखिन्छ स्क्वायरमा लेखिन्छ र अगाडि माइनस लेखिन्छ प्लस 16। अब यो गर्दा के हुन्छ भनेसी 1 बाइ माइनस 16 प्लस 16 विच इज इक्वल्स टु 0। यहाँ 0 आइदियो के भयो यो केस फेलियर केस नै फेल भइदियो जसरी हुनु पर्ने त्यो केस नै फेलियर भइदियो। अब चाहिँ हामीलाई के गर्नुपर्ने हुन्छ अर्को वेबाट यसलाई सल्भ गर्नुपर्ने हुन्छ। अब यहाँ चाहिँ केस अफ फेलियर भएपछि हामीलाई के गर्नुपर्ने हुन्छ अगेन डेरिभेटिभ गर्नुपर्ने हुन्छ। सबभन्दा पहिला चाहिँ डी स्क्वायरकै जे छ त्यो सुरुमा हामीले फेरि लेखे यो प्रोसेसमा स्टेप वाइज हाम्रो कामै लागेन 0 भइदिएपछि cos 4x हैन। यो भन्दा अगाडि पनि तपाईले क्वेशन भिडियोहरु हेर्नु भएको छ क्वेशनहरु सल्भ गरेको भने हामीलाई त्यहाँ पनि के भएको थियो भने तपाईको e2x e3x एक्सपोनेन्शियलको जुन चाहिँ हामीले सल्भ गरेका थियौं त्यहाँ चाहिँ ठ्याक्कै डी को पुट गर्दाखेरि भ्यालु चाहिँ हाम्रो 0 आउँदा कि हामीले के गरेका थियौं डेरिभेटिभ गरेका थियौं र अगाडि चाहिँ x पनि त्यसपछि पुट गरेका थियौं हैन x पुट गरेर अनि त्यसपछि डेरिभेटिभ गरेर फेरि अगेन भ्यालु पुट गरेका थियौं। सो यसमा पनि तपाईको सेम नै हुने हो। यसमा पनि अब 0 आइसक्यो भने अब हामी के गर्छौं डेरिभेटिभ गर्छौं। डेरिभेटिभ गर्दा यहाँ चाहिँ 2d भयो इन्टु यहाँ चाहिँ अब तपाईको cos 4x भयो pi इज इक्वल्स टु अनि x पनि अफ कोर्स डेरिभेटिभ तपाईको यहाँ हुँदा x अगेन त्यसमा पनि पुट भएको थियो यसमा पनि पुट भएको छ। सो x इन्टु 1 बाइ 2d cos 4x हैन। अब सकभर चाहिँ हामी के गर्छौं भनेसी डी स्क्वायर बनाउने प्रयास गर्छौं जस्तो कि 1 बाइ d प्लस 2 अथवा d माइनस 2 भएको भए यसलाई चाहिँ अब माथि हामी के राखेर यसलाई चाहिँ स्क्वायरमा गरेर अनि अगेन भ्यालु पुट गर्थ्यौं। तर यस्तो यहाँ कुनै पनि हुनै सक्दैन यो कसरी हुन्छ यो बन्दैन किनभने 1 यो d चाहिँ यतिकै तपाईको पुट गर्न मिल्दैन हैन। सो अब हामी के गर्छौं यहाँ चाहिँ इन्टिग्रेट गर्छौं। यस्तो केस आइदियो भने हामी इन्टिग्रेट गर्न सक्छौं। अब चाहिँ इन्टिग्रेट हामी गर्छौं यहाँ pi इज इक्वल्स टु x इन्टु यहाँ x बाइ 2 गरे इन्टिग्रेसन अफ cos 4x इन्टु dx। सो pi इज इक्वल्स टु x बाइ 2 इन्टु यहाँबाट के हुन्छ हाम्रो sin 4x बाइ 4। सो फाइनली pi इज इक्वल्स टु x sin 4x बाइ 8 यो हाम्रो PI आइसक्या छ है। इन्टिग्रेट गरे अनि त्यसपछि गरे। तर अब तपाईले यो चाहिँ तपाईको भ्यालिड होला नहोला हैन तर तपाईले यसो हेर्नु भयो भने हैन जनरली तपाईको बुकहरुमा नोट्सहरुमा यही प्याटर्न बाट सल्भ भएको रहेछ है इन्टिग्रेट गरेर व्हिच इज थ्रू integration which is through integration. This is the because 1 by d छ सो हामी यहाँबाट सिधै इन्टिग्रेट गर्छौं। d मात्र भएको भए सिधै के गर्थ्यौं डेरिभेटिभ गर्थ्यौं। तर इट मे बी वर्क इट मे नट बी तपाईको हैन जस्ट एउटा हेर्नु भयो भने आन्सर चाहिँ तपाईको सेम नै pi इज इक्वल्स टु x इन्टु 1 by 2d इन्टु cos 4x। हामीलाई के थाहा छ कि हामीले cos साइनहरु भएको बेला स्क्वायर d स्क्वायर को ठाउँमा मात्र भ्यालु पुट गर्न मिल्छ है d मा हामीले भ्यालु पुट गर्नै मिल्दैन। सो अब हामी के गर्न सक्छौं भने जस्ट फर ट्रिक हैन d माथि गरे cos 4x गरे हैन 2 गरे d गरे d कट भएर तपाईको 2d त छदै छ इन्टु d गरे। सो d कट भएर 2d नै हुने हो हैन त्यो हामीलाई थाहा छ। जस्ट तलमाथि d दुईटैमा चाहिँ के गरेछौं हामी तपाईको एड गरेछौं 2d स्क्वायर। सो x इन्टु यहाँ d cos 4x बाइ 2d स्क्वायर। वी नो d स्क्वायर को ठाउँमा चाहिँ यहाँ माइनस थप्नु पर्ने हुन्छ त्यसपछि 4 स्क्वायर गर्नु पर्ने हुन्छ वी नो दैट। सो 4 गरे स्क्वायर गरे। सो x इन्टु d इन्टु cos 4x बाइ 2 इन्टु
माइनस त छँदैछ इन्टु 16 सो यसलाई रिएरेन्ज गरेर लेख्दा x इन्टु d इन्टु cos 4x बाई माइनस 32 हैन। अब यसको मैले यहाँ सल्भ गरेँ बचेको चाहिँ यतिसम्म आइसकेको छ भने हामीलाई के थाहा छ यो चाहिँ डेरिभेटिभ हो यो चाहिँ दिस इज व्हाट माथि छ भने डेरिभेटिभ छ तल अब 1 बाइ समथिङमा छ भने इन्टिग्रेसन गर्नु पर्यो त्यो हामीलाई कन्सेप्ट एकदम क्लियर हुनु पर्यो है यहाँ पनि मैले त्यही कुरा भनेको छु है। अब चाहिँ डेरिभेटिभ छ भने के को डेरिभेटिभ कसको डेरिभेटिभ होला हैन कसको डेरिभेटिभ गर्दा कसको डेरिभेटिभ के हुन्छ 4 अगाडि आउँछ इन्टु sin 4x माइनस 4x आयो हैन। अब तल के छ माइनस 32 छ सो यो माइनस कट भयो x अनि 4 कति छ 4 8 जा 32 x sin 4x माथि भयो तल 8 नै भयो। सो यसरी हेर्दा चाहिँ pi which is equals to our pi यसरी पनि आन्सर त तपाईको सेम नै आइराछ हैन तर तपाईको बुकहरुमा अथराइज्ड वेमा जेनरली अब इन्टिग्रेसन र डेरिभेटिभको यसरी नै तपाईको फलो गरेर गराछ यसरी गर्नुस्। अब तपाईको एउटा कन्सेप्टको लागि यसरी पनि ट्रिक हुँदो रहेछ भनेर र होप तपाईलाई मन पर्या होला कन्टेन्टहरु चाहिँ अनि बुझ्दै राख्नु भएको होला एक्जाममा हेल्पफुल भइरा होला तपाईको लागि चाहिँ। अनि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानल सब्स्क्राइब गरिदिनु होला शेयर गरिदिनु होला एन्ड थ्यांक यू फर वाचिङ माइ भिडियो।